हेलो गाइज, हामी छोरी हामी सबैजना कहाँ जान्छु छेउरमा। हाम्रो दिदीले पर्खेको चाहिँ 10 घन्टा भइसक्यो हामीलाई। हेलो साथी हो आउनु अरू चाहिँ ऊ पर छन्। चाहिँ हामी यतिजना मात्रै छौँ साथीहरू। ल हाम्रो साथीहरू कता गयो? गायब। मा त्यहाँ पुगिसक्यो हेर त, माथि घरनिर छेरामा। खोइ भुरा चाहिँ कता गयो? ला दाहरू त त्यहाँ पुग्यो। यसरी तर्दैछौँ, हेर्नुहोस्। कार्टुन पिलेन पनि उडिरहेछ है। फोटो आएन? ल म फोटो खिच्नु गइरहेको छु है साथीहरू। हाम्रो दिदीको हामीलाई छोडेर गयो सबैले। लास्टमा 3 जना मात्रै छ, कोही बाइकमा कोही अटोमा। हेर हाम्रो बिजोग, हाम्रो हालत हेर। यो चाहिँ कपासको बोट है, कपास नि फल्दो रहेछ। टिप्न लाग्नुमा मैले त देखाएको थिएन यार। चराले घुरिरहेछ र गेडा खाँदा गेडा उम्रिन्छ होला। लैजान्छ किन सार्ने हो र गेडा? उमार्ने दिने म सार्छु ल। छिप्पिए अहिले चाहिँ है, छिप्पिएछ अस्ति त बलिलो थियो। साथीहरू मैले फर्स्ट टाइम देखेको। 3-4 सय भित्रभित्र छ कपास सही छान्दै गेडा हो रे। है गोजी माने न मैले त्यो फल्दैन जस्तो लाग्यो कि यस्तो नि फल्छ। हामीले अस्तिदेखि आयो है, फर्स्ट टाइम देखेको कपास फलेको मैले। हामी चाहिँ त्यहाँबाट हिँडेर यहाँ आइपुगिसक्यो। हामी कता थाङकोटबाट हिँडेर दचोक आइपुग्यौँ। किनले हामी चाहिँ आइपुग्यो घरमा साथीहरू। सबभन्दा फर्स्ट हामी यो बाटो कहाँ हेर्नु? यो बाटो सर्कट थियो। कहाँबाट आउनु? यो पढाइदिनु। जर्नेली हो सबै। मानिन आको? आहा। हो किन अटोमा पठाइदिएको? झन् अटो त त्यहाँबाट आउँदैन रे। अब खाली झोला पनि दर्शन टाउकै जोड्नु किन त्यही भने लाइन सबैजना नमस्कार है सबैजना। नमस्कार। दर्शन ढोक्दिए भाग्यमानी पनि भइदिया भन्नुपर्छ। रमाइलो छ। भट्टाभट दाजुभाइले पकाउने चेलीबेटी त हेरेर खाने मात्रै हो। भिडियो बनाए पनि बनाउनु, भिडियो बनाए पनि बनाउनु है मान्छेमा। सबैजना आफै खायो। छोराहरूले बनाउने भन्नु न। सबैजना आफै खाने हो। मिठो भयो नि त, मिठो भयो नि त। के गर्नु पर्दैन, अब हेर बस्थ्यो। पकाउने सबै घाँसको सबै पकाउने। फेरि बहिनीहरूलाई लिन जाँदैछौँ है। बहिनीहरूको अटो आइन मास्तिर, किनभने बाटोमा ढलान गरेको छ। हेर बाटो नि यस्तो। आज घुम्दा घुम्दा हैरान छ। कता अनि हामी लिन जाने कता? यहीँ घर नि रे।
हजुर अटो आएन रे फुवाजु कता आइसो ए हामी लिज जानु पर्यो अटो माथि जान्न यहीँसम्म त होइन हेर घुम्दा घुम्दा गइरहन्छ तल माथि दर्रो खानी भयो यस्तो लागिसक्यो कि हेर अटो ओ अटो हालत बेहालत छैन यति मात्र होइन त यदि मात्रै रहेछ त ए भने त्यही भने कति बोरिङ छ त हो है चाहिँ मेरो दिदी बहिनीहरू हुन् अनि म छु आज चाहिँ बबाल रमाइलो हुन्छ होइन त ओ कतिको मिठो भइरह मासतिर नि फ्याँक्दिनु न एकदम मिठो भइरहेछ है हामीलाई चाहिँ मासतिर नि फ्याँक्दिनु खानेकुरा सिङ्गे रोटी रहेन आलु मात्र छ ल हेर्नुहोस् हाम्रो होइन दुबोको माला चाहिँ यस्तो छ होइन त्यो गरी नपाएर यहाँ ओइलिने फुलहरू एकदम बिजो छ राम्रो छ हेर्नुहोस् त्यही त अर्को चेलीबेटी चम्चा निकाल्दैछु म काटी मात्र हुन्छ चेलीबेटी बोलाइरह चम्चा पिलेटा झोला
मजा आइरहेको पनि ए आनन्द है पानी आइरहेको बत्ती राम्ररी बालै राम्ररी बाला हो कता हो यो आउँदैन जुगा अहिले चाहिँ अब सर्प भन्दै हामीले मुड ढुक भइसक्यो ल यो त घाम फालेर गयो म चाहिँ कसरी जानु रे चप्पल छ चिप्लो उता तलबाट झर न कम गाह्रो छ ओ यहाँबाट चाहिँ छिर ओइ पहै तेरो चप्पल अलिक फुल्छ नि त काठमाडौँमा यस्तो घारी छ कता छ रे काठमाडौँमा यस्तो बारी छ अम्फाल बहिनी आमा उहाँ कि उहाँ उता जाऊ न अँ भने यस्तो साइड अलिक खाल्टो जस्तो पारेर राखिदिनु कि एउटा हेरे कुचिराइसक्यो अब चल्छ जाने एकचोटि हामी अब दिने हो सबै हामी उहाँबाट बहिनी उहाँ जान्छ कि हामी उहाँ जा त होइन यार यस्तो छ बाटो ए माई गॉड एकैचोटि खोलामा पुग्यो पनि छैन हेर बचाऊ बहिनी बचाऊ भन्छ देख्यो ठाउँ है हुँदै छिरायो ए बिस्तारै त्यो बत्ती निब्ला के रे त चाहिँ छर्नु पर्दैन यहाँ छ त सुन मेरो कानमा चोहो खानुपर्छ अरे खाऊ यो कति त्यो मलाई नि त्यही भित्र हालेर जसले आउँछ त्यसले खान्छ अब तान मिठो हुँदो रहेछ सेलरोटी रोटी खाँदै हो नुनिलो परेछ यार अब एउटा यहाँबाट छिर उक्लिनु चढेर सकेछ भने मरिजाउँ लु यस्तो खोजमा आएछ हामी अब आयो र यस्तो बिजोग छ काठमाडौँमा ल काम म गर्दै हिँड्छु लाग्दो चाहिँ घरबाट आउँदा कस्तो अहिले चप्पलको हालत यस्तो छ हेर्ने मेरो हेर गाउँबारी ल एउटा स्टेज है ल यिनीहरू खाना नपाएको हो क्या खान नपाएर रोटी सेलाउन आएको अरू केही होइन बाटै बिर्सिसक्यो हेलो गाइज यो चाहिँ द हचकको डाँडा यस्तो छ आज चाहिँ यिनीहरू भनेको रोटी खानुको लागि यहाँसम्म आएको अरू केही गर्न आएन कमसेकम घरमा कसैले रोटी खान दिएन छ रोटी बोकेर आएको थियो मासु चाहिँ खाएन
खाइन तिनीहरू त काम थाहा छ के नखाने यस्तो खाले चन्द्रगिरी डाँडा भोलि जानुपर्छ सारा त्यही डाँडाबाट हामीले जाने त्यहाँबाट हिँडेर आउने हेर यता हेलो गाइज हेलो 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 त्यो जेठी त्यो कान्छी म पनि कान्छी तर अहिले चाहिँ जेठी हो बाटो चिनेन यताबाट हो अब घरै घर जाने अघि आउँदाखेरि बन्यो अब घरै घर यो हो सुस्मिता गुरुङ यो हो मनिषा गुरुङ ओइ मेरो अनुहार देखाएर यस्तो साइडमा कस्तो खतरा निलो दिला कुन चाहिँ बाटो अघि यहीँबाट कस्तो बिर्सेको कि बाटो हामी त जे होस् काठमाडौँ एरिया छोड्नु भएन छोड्नु भएन कुन चाहिँको बारी हो यो यतैबाट हो यस्तो बाटो हिँड्नु परेछ बिजेत हेर यहाँ जग्गा बिग्रीमा छ यो बना जग्गा बिग्रीमा छ जग्गा बिग्रीमा यसो जग्गा त भन्नु बबाल रमाइलो भइरहेछ हामी अघिसम्म पर्दैन होला त्यो त किन पर्खाएर फाल्नु अनि त्यो त उनीहरूले फ्याङ्क छैन होइन हामीले हो तर हाम्रो फुल्यो कताबाट फुल मात्र सिधै गएको फेरि हामी स्टेट लगाउने यसो लाउने के नेवार्नी हो यस नो 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 ओ नेवार्नी यस भन एस बेब्स त नेवार्नी त हो नि भन्नु कसै नम्बर सुन होने मत चाँदी होइन पुरै माया दियो मलाई आदि होइन ल म भनिदिउँला म भनिदिउँला भने कि भाग्यमानीको भुत्ते कमालो हो जस्तो म भाग्यमानी त्यही त हो नि म हो भाग्यमानी बसिरहेको छु चाँदी होइन सुनबार एक दिन लगाएको पानी यतिका लाग्यो बहिनी तिमीहरूलाई छेउर कस्तो लाग्यो रमाइलो भयो हाम्रो चाहिँ होइन छेउर पनि सक्यो साथीहरू भिडियो बिदा भएर आइसक्यो टिका पनि लगाइसक्यो होइन अनि हजुरहरूलाई होइन भिडियो कस्तो लाग्यो राम्रो लाग्यो भने लाइक कमेन्ट सेयर गरिदिनु होला है बहिनी बाई बाई